माघ 27 गते आज चाहिँ हाम्रो दुईजना ब्राइडल हुनुहुन्थ्यो भने एकजना ग्रुमको मेकअप र हामीले 9जना गेस्ट मेकअप गर्नुपर्ने थियो र हामी बिहानै स्टुडियो गइसकेको थियौँ 6 बजे नै। तर क्लाइन्टहरू आउन चाहिँ लेट गर्नुभयो, 1 घन्टा लेट गर्नुभयो। अनि त्यसपछि फर्स्ट ब्राइडको चाहिँ हामीले बिफोरको भिडियो क्लिक गरेको थियो अनि हामीले सेकेन्ड ब्राइडको पनि बिफोरको भिडियो क्लिक गरेर अनि इच एभ्री भिडियो चाहिँ हामीले क्याप्चर गर्न सकेन। अनि हामीले मन्जु दिजूको चाहिँ हामीले पार्टी मेकअप गरेर पठाइसकेको थियौँ। उहाँ दिजूले चाहिँ आफैले घरै साडी लगाउने भन्नुभयो अनि त्यही भएर अनि अर्को दिजूको पनि हामीले हेयर र मेकअप गरिदिएका थियौँ र उहाँले पनि साडी घरमै लगाउने भनेर आउनुभएको थियो भने हामी चाहिँ ब्राइडललाई मेकअपहरू गर्दै थियौँ र अरू गेस्टहरू चाहिँ वेटिङमै हुनुहुन्थ्यो। अनि हाम्रो चाहिँ उहाँहरू चाहिँ फर्स्ट ब्राइड त अलरेडी बुक थियो भने चाहिँ सेकेन्ड ब्राइड र अनि 6जना गेस्ट मेकअपर र एउटा ग्रुम चाहिँ हाम्रो अन द स्पोट बुक भएको थियो। भोलि बिहे भने साँझ जस्तो चाहिँ बुकिङ भएको थियो, त्यही भएर चाहिँ एकदमै म्यानेज गर्न गाह्रो भयो र हामीले चाहिँ सबैजनालाई रेडी बनाएर उहाँहरूको चाहिँ अलिअलि भिडियो चाहिँ क्याप्चर गरेका थियो। तर सबै पोसिबल नै भएन, आफै काम गर्नुपर्ने। अनि दुईटा ब्राइडलाई देख्न सक्नुहुनेछ, यस्तो ह्याप्पी देखिनु भएको थियो अनि दे लुक सो गजियस। अनि थ्याङ्क यू सो मच अनि ह्याप्पी म्यारिड लाइफ दुइटै सिस्टरलाई। अनि देन सबै अनि ग्रुम अनि ब्राइड अनि उहाँहरूको दिदीबहिनीहरू चाहिँ अलिअलि भिडियो चाहिँ क्याप्चर गरेको छु। अनि दुईटा चाहिँ छुट्टिनु भएको थियो अनि उहाँहरूको पनि थोरै क्लिप राखिदिएको छु। र अनि थ्याङ्क यू सो मच फर योर भ्यालुएबल टाइम अनि मेमोरिजको लागि थ्याङ्क यू सो मच।